हेलो सम्पूर्णमा नमस्कार। आज चाहिँ म यो साउथ अस्ट्रेलियामा रहेको बुद्धिस्ट टेम्पलको भिजिट पछाडि म चाहिँ यो भिक्टोर हार्बर भन्ने ठाउँमा घुम्नको लागि जाँदैछु र मैले योभन्दा अघिल्लो भिडियोमा पनि यो बुद्धिस्ट टेम्पलको भिडियो हालेको थियो र त्यस पछाडि हामी बुद्धिस्ट टेम्पलको अवलोकन पछाडि हामी चाहिँ यो भिक्टोर हार्बर भन्ने ठाउँमा जाँदैछु। यो चाहिँ मैले बाटोमा खिचिरहेको भिडियोहरू। यहाँ चाहिँ हेर्नु न, यस्तो बाटोहरू सफा क्लिन राम्रो होइन, ठाउँहरू पनि यस्तो उकालो त्यस्तो पनि छैन, तर यो अलिअलि सानो सानो पहाडहरू छ, यहाँ जङ्गल छ होइन। बाटो यस्तो क्लिन। आज फेरि मौसम एकदम धुम्म परेको, पानी परेको, थोरै पानी परेकोले अलिकति बादलहरू लाग्ने, भ्यूहरू अलिकति क्लियर देखिरहेको छैन, जसले गर्दा चाहिँ अलि चिसो फिल भएको छ। तैपनि हामी चाहिँ रफ्तारमा जाँदैछौँ। यहाँको जङ्गलहरू, यहाँको डाँडा काँडा वातावरण, यहाँको मौसम अनुसार चाहिँ हामी इन्जोय गर्दै हामी गाडीमा जाँदैछौँ र यहाँबाट लगभग 1.5 घन्टा जस्तो ट्राभलमा चाहिँ हामी जाँदैछौँ। र मैले अरू नेक्स्ट भिडियोहरूमा पनि अरू पनि हाल्नेवाला छ। तर यहाँ हेर्नु न, कस्तो रमाइलो कि यति स्पिडमा छ गाडी होइन। यो गाडी हामी चाहिँ लगभग 80-90 को स्पिडमा जाँदैछौँ र भ्यूहरू पनि यति रमाइलो राम्रो ठाउँहरू छ होइन। यस्तो नयाँ भिडियोहरू, नयाँ ठाउँहरूको भिडियोहरू म राख्नेछु र मेरो यो ब्रदर्स नेपाललाई चाहिँ तपाईँहरूले यो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला र सेयर गरिदिनु होला, अनि ताकि नयाँ भिडियोहरू हाल्दाखेरि तपाईँलाई आइपुगोस्। ल है त, यति राम्रो ठाउँहरूलाई म फेरि हाल्दैछु। ल राम्रोसँग हेर्नु होला, राम्रोसँग बस्नु होला। सबैजनालाई कहाँबाट हेरेर बस्नु भएको छ कमेन्ट गर्नु होला। कस्तो लाग्यो हाम्रो भिडियोहरू हेर्नु होला र अस्ट्रेलियाको विभिन्न ठाउँहरूको भिडियोहरू पनि म हाल्नेवाला छु है। यति राम्रो ठाउँ छ कि पानी परेको छ तैपनि हामी गाडीमा यति स्पिडमा जाँदैछौँ होइन। यति राम्रो भ्यूहरू, राम्रो जङ्गलहरू, यति फाँट क्लियर सुनसान के, अब घर पनि त्यस्तो छैन, फाटाफुटा घरहरू छ तर जङ्गलको बिचमा छ होइन। खेतीबालीहरू यहाँ छैन, तर यो अस्ट्रेलियाको धेरै पार्टहरूमा अलिक टाढा हुन्छ, तर यहाँ छैन है। नमस्ते। थ्याङ्क यू वाचिङ।